हाम्रो साथीहरू दोकान चाहिँ हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। स्वागत छ हजुरहरूलाई मेरो नयाँ भिडियोमा। आज चाहिँ हामी गाउँ आएको भोलि चैते दसैँको लागि। अनि अहिले चाहिँ हामी दोकान जाँदैछौँ। यहाँ छन् सन्जु, यहाँ बाबु हुनुहुन्छ, सुजन बाबु, यहाँ सानो सुमिना छ, यहाँ मेरो बुढा, यहाँ मेरो भान्जा भान्जा छन्, भान्जा हुनुहुन्छ, अनि म यहाँ छु। हामी चाहिँ अहिले दोकान जान लाग्यो। भोलि चाहिँ चैते दसैँ सधैँ हाम्रो कुल पूजा हुन्छ। खोलामा हामीले चटपटे गराएर हैन। अनि भोलि हामी कुल पूजाको पनि थोरै देखाउँछु भिडियो। अनि त्यसपछि भोलि हामी खोलामा न्हाउन जाने भनेको, खोलाको भिडियो पनि देखाउँछौँ, न्हाएको भिडियोहरू हेर्दै गर्नु होला। अब हामी चाहिँ दोकान जान्छौँ, हेर्दै गर्नु। बाटो यस्तो छ गाउँ हाम्रो, उहाँ छ हाम्रो घर, अहिले हेर्दै गर्नु होला साथीहरू। अझै आउनै छ अझै दोकान। उहाँ हाम्रो पुसै घर जाँदै हुनुहुन्छ। हामी चाहिँ दोकान जाँदैछौँ। यहाँ चाहिँ सन्जु एकदमै डराइछिन्। सन्जु डर पोख्ने अब दोकान आउनु लाग्यो। हामी देखाउँछु के किन्छौँ। ऐसेलु पाकेको रहेछ। अनि मेरो बुढाले देवरले टिप्दिँदै हुनुहुन्छ हाम्रो लागि। साहेबको एउटा गुलियो रहेछ। दिन त माथो आएको सानो दुन हातमा। खाएर देखाउँछु ल। ट्याटु हानेको यसलु हट न। आइसलु खाए ल। गुलियो आइछ। नटिप्नु धेरै। गुलियो साथीहरू। दोकान चाहिँ लुटेको दोकान चाहिँ आइपुग्यो। यही हो दोकान, यो घर, त्यो घर हो दोकान। हामी आइपुग्यौँ। अब केही सामानहरू खानेकुराहरू किनेर अनि फेरि हामी फर्किन्छौँ। फर्केको त देखाउँछु कि देखाउन थाहा छैन, तर अब एकैचोटि भोलि सायद अब केही सामान किन्ने देखाउँछु। त्यसपछि चाहिँ अनि यता जाने होइन। त्यसपछि चाहिँ अनि भोलि कुल पूजाको खाएको भिडियोहरू देखाउँछौँ। खाएको भिडियो भन्नाले त्यही अब पूजा गर्न त हामी माथि जान्नौँ के अरे, बाबाहरू मात्र जानुहुन्छ। हामीहरू चाहिँ त्यही पकाएर खाने बेला चाहिँ देखाउँछु। त्यसपछि फेरि अनि उहाँ के अरे खोला गएको बेला देखाउँछु। अब अहिले भेटौँला सामान लिएपछि। हेर्दै गर्नु होला साथीहरू। हामीले चाहिँ यति सामान किन्यौँ। उहाँदेखि आएर यति सामान किन्यौँ। स्प्राइट खान मन लाग्थ्यो नि, त्यही भएर स्प्राइट किनेको। अनि सन्जुले पनि यहाँ सामान फोडिसकेर अब हामी खान्छौँ र घर जान्छौँ। अब एकैचोटिमा भोलि देखाउँछु, हेर्दै गर्नु होला। च्याउच्याउ हेर्दै गर्नु होला साथीहरू। म भोलि देखाउने छु। हेलो गाइस, हामीहरू चाहिँ खानासाना पनि खाइसक्यौँ। मैले देखाउने बिर्सिएँ अघि खाएको। अब साँझ खाने बेलामा देखाउँछौँ। अब चाहिँ हामी खोला जान लाग्यो। यहाँ हुनुहुन्छ मेरो हस्बेन्ड, यहाँ छिन् सुमिना, अनि उहाँ खान अरूहरू उहाँ खान्। सन्जुको बुढा सुतिरह, त्यो भएर उठाउँदै बसिहाल्नु। अब जाने हो, अब जानुपर्छ। फेरि नानी सुतिखि, नानीलाई सुताएर जानु लाग्यो। अनि फेरि नानी उठ्यो भने फेरि झ्याउ हुन्छ। अब दुधसुतहरू खुवाउनु पर्छ, भोक लाग्छ त्यसलाई पनि। मम्मी खोज्यो भने झ्याउ हुन्छ। त्यही भएर हामी छिटो गएर 1-2 घन्टा नुहाइ गरेर रमाइलो गरेर फर्किने भनेको के अरे। उठेकै छैन, झन् छिटो भनेको मानेकै छैनन् कोही पनि। अब हेर्दै गर्नु होला। म एकछिन बाटोमा नै भिडियो बनाउँछु, त्यसपछि खोलामा न्हाएको भिडियो बनाउँछु, हेर्दै गर्नु होला साथीहरू। उहाँ चाहिँ एकदमै
धेरै घर रहेछ भन्नाले एक ठाउँमै गुचुप्पै भएको रहेछ क्या अब त्यहाँ चाहिँ खोला हाम्रो गाउँमा चाहिँ एउटा घर आहा अब एउटा घर ताहा त्यस्तो हो नि त टाढा अनि एउटा घर उट्या त्यहाँ चाहिँ अलिक गुचुप्पै हेर्छ कि त्यो एउटैमै कि यहाँ चाहिँ गाई काठ हामी चाहिँ खोला जाने बाटो यही हो उताबाट जाने हो उहाँ केटाहरूलाई कुरेको क्या हाम्रो देवर बुढाहरूलाई कुरेको खै त कता गयो आउँदै छैन अहिले हेर्दै गर्नु होला अब उता देखाउँछु जाने बेला फेरि हामी चाहिँ आधी बाटोमा आइसक्यो लौडी टेकेर हिँड्ने चाहिँ भर्खरै लुटेको अघि रेकर्ड गर्ने बिर्सेको यो कस्तो यो म त ढले 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 म त ढले ढले भत्यो मेरो धेरै पनि चोट लागेन यति लाग्यो तर भित्रको छाला उठ्यो उफ भन्ने आउँदैन यहाँ लट्ठीको सहायताले हिँड्नु लट्ठी पनि खतरनाक छ कसले केही भनेपछि हामी चाहिँ देखाऊँ अब आधी फेरि अहिले देखाउँछु मेरो हेर्नुस् न गाइस दामी खाएको मेरो झन् के ब्रान्डेड हो के हो यसले घरिघरि कोतरी यहाँ छाला निस्किसकेछ तिम्रो साथी पनि बेकार रहेछ त्यसो भए लट्ठी साथी बाटो नहेरिकन त लुटिन्छ बाटो त अहिले एकदमै ओह्रालो ह अब फेरि आउने बेलामा त फेरि हालत खराब हुन्छ उकालो चढ्दा चढ्दा कस्तो नानी र यो सर्टकट लेखेको त कस्तो आउने बेला फेरि अब उकालो भएर हिँड्न सकिन्न एकदमै गाह्रो हुन्छ अहिले ओह्रालो ह ल हेर्दै गर्नु होला म देखाउँदै गर्छु म भ्लगहरू बनाउँदै गर्छु भिडियोहरू हेर्दै गर्नुहोस् अहिलेलाई अहिले फेरि लोट्नुलाई हेर्दै गर्नु होला अब खोलामै गएर देखाउँछु एकैचोटि किनभने धेरै होइन भिडियो थोरै ह एउटै भिडियो गराउने भनेको खोला गएको अब उताबाट आउँदाखेरि त गराएन किनभने गाडीमा एकदमै त्यो जिपमा एकदमै मान्छेहरू प्याक थियो नि त्यही भएर मैले भिडियो बनाएन आउँदाखेरि नानी पनि थियो नानी पनि झिझे थियो त्यही भएर मैले भिडियो बनाएन यहीँ आएर बनाएको त्यही भएर सबै भिडियोहरू एउटा मात्रै भिडियो बनाउँछु कि सबै यति क्लिपहरू हालेर त्यही भएर अब एकैचोटि उयो गएर देखाउँछु म ल फेरि गर्नु हट्नु सानो साथीहरू हामी चाहिँ यो खोलामा न्हाउने केमा न्हाउन सकिन्न त्यही पनि यहीँ न्हाउने हो हालत यस्तो भयो यहाँ यस्तो झर्नु पर्यो है सन्जु त यहाँ डढाएर बसिदिनु अब न्हाउँछौँ अहिले देखाउँछु देवर साथीहरू हामी चाहिँ खोलादेखि भर्खरै माथि आहाम थकाइ लाएर यहाँ बसेको यहाँ चाहिँ हाम्रो भान्जाहरूले चिनेको घर हो अनि त्यही भएर पानी खान बसेको एकछिन हामी थकित अवस्थामा छौँ यहाँ चाहिँ कपाल पोर्दैन नआएर भएपछि तिमीलाई टेन्सनमा छन् उहाँको कसैले फेरि किम्बु टिप्दैछन् अनि 2-3 जना फेरि उता किम्बुलाई हाम्रो इन्डियामा तुत भन्छ त्यो साथी हामी उहाँ धेरै देखाउन पाएनौँ पानी अब हामी खेलेको भएर पौडी खेलेको भएर देखाउन पाएनौँ त्यसको लागि क्षमा माग्छु म सरी भन्न चाहन्छु देखाउन पाएन त्यहाँ चाहिँ पानी हेर्ने बित्तिकै कुदेको त हामी त्यही भएर अब हामी चाहिँ अब घर जान लाग्यो अब 3 बज्न लागिसक्यो हो नानी नि उठ्यो होला हेर्दै गर्नु होला साथीहरू हामी चाहिँ अब घर आइपुग्न लाग्यो एकछिन यहाँ बिसाएर बसेको थाकेर एकछिन
सन्जुहरू त अझै आएकै छैनन् उहीँ हामी चाहिँ आस्ते आस्ते भए पनि हिँडौँ भन्दै नरोकिकन आएको बल्ल बसेको घर आउनु छैन धेरै थोरै नै त्यही पनि थकै लाएर बसेको साथीहरू अब लागिसक्यो त्यति मात्र हिँड्ने पहिला सोमीहरू यहीँ बस्थ्यौँ क्या यहाँसम्म घर थियो यो बाटो बनाएको छ नि यहीँसम्म घर थियो पहिला पहिला आउँथ्यौँ क्या अब हामी हामी तल आउँथ्यौँ सोमेरमा यता डाँडामाथि गएर खेल्थ्यौँ क्या हो माथिदेखि ठुल्ममीहरू हो क्या बाख्रा चराउन आउनुहुन्छ कि यता ठुल्ममी थकै लाएर हैरान हामी फेरि म घर गएर देखाउँछु हेर्दै गर्नु होला यता माथि साथीहरू हामी चाहिँ घर पनि आइसक्यौँ अनि यहाँ बसेको रेस्ट गरेर मेरो छोरी उठिसक्यो हाई भनिदेऊ छिटो अनि नाटक पारेको डान्सी नानी हाई भन नि छिटो हाई गर नि तर हाई नमस्ते गर्दै सबैजनालाई नमस्ते मेरो छोरी त कति ज्ञानी छ कि सबै सेन्टिफ्लाइड भएर पल्टे हामी चाहिँ आएर बसेको मतलब भोक लागेर मासु र चिउरा पनि खाइसक्यो अब हेर्दै गर्नु होला हेर्दै गर्नु होला साँझ देखाउँछु म अब यहाँ चाहिँ हाम्रो खाना खाँदैछन् ये फोक्का पनि देखाइदिनु न नयाँ सन्जुको चाहिँ जुसले किराले चुप्पा खाएर हाम्रो के अरे यहाँ होइन यहाँ देखाउनु न हाम्रो यो फुल पूजाको खाना ओके खाँदै हुनुहुन्छ ठुल्मम्मी हाम्रो माइली ठुल्मम्मी जेठी ठुल्मम्मी दाई सेलिब्रेटी थाके पकाउँदै मैले चाहिँ खाना खाइसकेँ अघि पनि बिर्सेको मैले बनाउने डान्सी खानु राखेको भन चकचुकीलाई नाति बाम रोटी बामको रोटी यता आउनु त एकचोटि हाम्रो पूजा हेर्दै गर्नु होला एकचोटि खाउ न एक घाँस मासु खाएर देखाएको साइडवाला सेलिब्रेटी देख्यो हजुर देखेँ होइन यहाँ देखा छैन ल यति नै हो गाइस यहाँ कुकुर बस्दै हड्डी खानलाई के जस्तो तर राख यति नै हो गाइसहरू बियर है बियर सो साथीहरू हामी चाहिँ घर आइसक्यौँ उता खाना खाएर यता सुत्न आइसक्यौँ आधी उता सुत्नुभयो आधी उता सुत्यौँ अनि अहिले चाहिँ हामी यहाँ सन्जुको बुढा म मेरो बुढा अनि त्यसपछि सुमिना अनि नानी आहाम सुत्नलाई त्यही हो गाइस अब म चाहिँ एकैचोटि म चाहिँ अब भिडियो यही इन गर्छु एकदम लामो हुन्छ अब जाने बेला पनि के अरे भिडियो गराउन भ्याइन्न होला या पाइन्न किनभने अब हिँड्दै गइन्छ कि बसमा गइन्छ थाहा हुन्न अनि फेरि नानीसँग झ्याउ पनि हुन्छ त्यही भएर मैले चाहिँ भिडियो यही इन गर्छु मेरो भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब अनि कमेन्ट पनि गरिदिनु होला यति भन्दै म बिदा हुन्छु र अर्को भिडियोमा भेटौँला बाई।